हेलो गाइज, सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा सबैलाई स्वागत छ। आज चाहिँ म लसुन गोर्न जाँदैछु बारीमा। सबजना आफ्नो आफ्नो कामतिर व्यस्त छन् हैन। आज चाहिँ म घर एक्लै छु। मम्मी पनि ग्वाला जानुभएको छ। ग्वालाको मतलब चाहिँ तपाईँहरू कतिपयले बुझ्नुहुन्न होला, यो चाहिँ हाम्रो गाउँठाउँको भाषा हो हैन। ग्वाला भने चाहिँ गोठालो भन्छन् कतिपय मान्छेहरूले। मम्मी गोठालो जानुभएको छ अनि बहिनीहरू स्कुल। बुढी चाहिँ घरमै सुतिरहेको छ हैन। बुढीको चाहिँ हल्का ज्वरो सोरो आएर यताउति भएर त्यही भएर घरमै सुतिरहेको छ। हाम्रो चाहिँ यही हो, बारीमा जोताएको तोरी चाहिँ अलि हल्का हल्का ठुलो भइसकेको छ हैन। यता माथि चाहिँ हाम्रो घर। त्यस पछाडि लसुन चाहिँ फिटिक्कै रहन्छ गाइज। लसुन चाहिँ यही हो हैन, हल्का हल्का बादमा देखिन्छ तर झारले सब खाइसकेको रहेछ, देख्न सक्नुहुन्छ हैन। त्यसै गरी मैले चाहिँ आज दुईवटा कोदालो ल्याएको छु। कोदालो जे भने पनि हुन्छ यिनलाई, जे मन लाग्छ त्यही हो हैन। मैले चाहिँ दुईवटा ल्याएको छु, जसले सजिलो लाग्छ त्यसैले गर्नु हैन। पहिला चाहिँ केले ट्राई गर्छु, त्यस पछाडि अर्कोले पनि ट्राई गर्छु। चाहिँ खासै राम्रो त छैन त्यो लसुन, पातलो पातलो रहेछ। त परतिर केही छैन। यो पनि रहेछ। यसलाई चाहिँ हाम्रो गाउँतिर रामचना भन्छ हैन, रामचना भन्छ। तपाईँहरूकोतिर के भन्छ त्यो त मलाई थाहा भएन। त्यसै गरी अब चाहिँ म काम सुरु गर्छु, तपाईँहरू हेर्नु है त ल। म काम गर्छु, तपाईँहरूले हेरेर साथ दिनु होला। लास्टमा के कस्तो लाग्छ कमेन्ट समेन्ट गर्न चाहिँ नभुल्नु होला है त। सकिसकेका छन् होइन। दुई चाहिँ गएर त्यहाँदेखि लिएर यहाँसम्म यो चाहिँ गोरिसक्यो। यतातिर चाहिँ यो रहेछ लामो लामो, उतातिर लसुन लिन्छ होइन। लसुन जहाँसम्म चाहिँ यो चाहिँ गोरिसक्यो। त्यही हो। अब यस्तै यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मलाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला होइन। अनि अब घरतिर जान्छु। यो सबैजनाले साथ सपोर्ट दिनु होला भन्न चाहन्छु। अरू त अब यस्तै हो, भिडियोहरू आइरहन्छन् यस्तै यस्तै सबैजनाले होइन। यति भन्दै आजको भ्लग चाहिँ यहीँ सकिन्छ। बाइ बाइ।